यो देशमा के गाई काट्न पाउनुपर्छ भन्नेहरू यो देशमा बस्नका निम्ति लायक छन्? म प्रश्न सोध्न चाहन्छु तपाईँको मिडियाबाट। सनातन धर्म जोगाउनको लागि के रापरपा मात्रै लाग्नुपर्छ, अरू पार्टीले सक्दैन? अरू पार्टीको कुनै दस्तावेजमा तपाईँले सनातन धर्मका कुरा गर्नुभएको छ? तपाईँले आज भोलि परिवर्तनको ठुल्ठुला कुरा गरेर आएर मान्छेहरूलाई दिग्भ्रमित बनाएर आएर तपाईँका चाहिँ चिल्ला कपाल र काला चस्मा लाएर आउनेहरूका पार्टीका मान्छेले गाई काट्न पाउनुपर्छ भनेर भिडियो बोलेर देख्नु भएको छैन? के हाम्रो सभ्यताका पक्षमा हामी उभिन पाउँदैनौँ? हाम्रा धर्मका पक्षमा हामी उभिन पाउँदैनौँ? हाम्रा पूर्वजहरूले जोगाउँदै आएको धर्म संस्कृति परम्पराका पक्षमा बोल्ने पार्टी चाहिँ कमजोर भइरहन पर्ने, गाई काटेर खानुपर्छ भन्नेहरूलाई भोट दिने यो सही हुन्छ तपाईँ हामीलाई? यो सही हुँदैन रे। काठमाडौँ क्षेत्र नम्बर 6 का जनता मात्रै होइन, देशभरका जनताले यो सहनेवाला छैनन्। हामीले हेरिराखेका छौँ। यहाँ हाम्रा मन्दिर भत्काइयो, हाम्रा टुपी काटियो, हाम्रा जनै काटियो, हुँदा हुँदा आज गाई काटेर खान पाउनुपर्छ भन्नेहरूलाई यहाँनिर उचालेर हिरो बनाएर हामीले गर्न खोजेको के हो? यो कुरा मान्न सकिँदैन, यो कुरा मानिँदैन। यस अर्थमा म के कुरा तपाईँलाई स्पष्ट भन्न चाहन्छु भने सनातन धर्म भनेको एउटा धर्म परम्परा वा मन्दिरमा गएर टिका लाउने विषय मात्र होइन। यो हाम्रो जीवन दर्शन हो, यो हाम्रो जीवनयापनको पद्धति हो। हामीलाई हाम्रो पूर्वजहरूले दिएको योग, आयुर्वेद, ज्ञान, चेतना यो नेपालकै भूमि होइन, नेपालको हिमालयको भूमि होइन जहाँ शास्त्र भएको थियो, जहाँ वेदव्यासले चाहिँ शास्त्र लेख्नु भएको थियो, जहाँ श्रीमद् भागवत लेखिएको थियो, यही भूमि होइन यो? अनि यो भूमिलाई आज चाहिँ मेटेर मन्दिर जाने चाहिँ पछौटे हुने अनि चर्चका चाहिँ यहाँनिर चर्चहरू बनाउने, यो देशमा चाहिँ तपाईँको मन्दिर भत्काएर चर्च बनाउनेहरूलाई हामीले मानिदिनु पर्ने, हामीले उनीहरूलाई मानिदिनु पर्ने, उनीहरूलाई भगवान बनाइदिनु पर्ने, यो कुरा स्वीकार्य छैन। त्यसै भएर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभरि स्पष्टताका साथ आफ्नो एजेन्डा दिएको छ। राप्रपा बाहेक एउटा पार्टी देखाइदिनुहोस् मलाई आज एजेन्डा भएको पार्टी, एउटा मात्रै पार्टी देखाइदिनुहोस् जोसँग एजेन्डा छ। नयाँ भनिनेहरू म देखिराखेको छु, नयाँ नयाँ भनेर हल्लाखल्ला गरिराखेको देखिराखेको छु। काङ्ग्रेस एमाले माओवादीले ल्याएको चाहिँ तपाईँको गणतन्त्र ठिक भन्नका निम्ति किन नयाँ जोगी चाहियो? प्रचण्डै छँदैछन्। गणतन्त्र मान्ने हो भने, धर्मनिरपेक्षता मान्ने हो भने, संघीयताका नाममा देश विभाजन गर्ने आजको व्यवस्थालाई मान्ने हो भने प्रचण्ड नै छन् त, शेरबहादुर देउवा केपी ओलीहरू नै छन् त। किन नयाँ चाहियो? उनीहरूसँग कुनै एजेन्डा छैन। उनीहरूले निर्माण गरेको व्यवस्था त जुन दिन भदौ 24 गते सिंहदरबारमा धुवाको मुस्ला निक्ल्यो त्यो दिन असफल भइसक्यो त। अब फेरि त्यही व्यवस्था मागेर कुन मुख लिएर जनताबाट भोट माग्न आउने हो? जनताले के हेरेर भोट दिने हो? जनता त्यति लाटा छन्। म क्षेत्र नम्बर 6 का जनता त्यति मूर्ख छैनन्। नेपाली जनताको विवेकमाथि त्यति मजाक नगर्नका निम्ति म अनुरोध गर्दछु। काठमाडौँ क्षेत्र नम्बर 6 ले यति बेला काठमाडौँ मात्रै होइन देशभरिबाट आएका मानिस बस्ने ठाउँ हो यो। ज्ञान भएका, चेतना भएका, विवेक भएका, पढी लेखेका, राष्ट्र अन्तर्राष्ट्रिय बुझेका, आफ्ना धर्म संस्कृति परम्परा रक्षा गर्नुपर्छ भन्ने जानेका जनताले यो सबै कुरा बुझ्नेछन् र तिनीहरूलाई दण्डित गर्नेछन् निर्वाचन मार्फत भन्ने कुरामा म पूर्ण विश्वास गर्दछु। जब उद्धवराज काठमाडौँ क्षेत्र नम्बर 6 बाट उठिराख्दाखेरि जनताको मुद्दा के लिएर आउनु भएको छ? विशेष गरी जनताको मुद्दा भनेको हामीसँग दुई ढङ्गबाट हामीले हेर्नुपर्ने हुन्छ। एउटा हामीले ऐतिहासिक र हाम्रो राष्ट्रियतासँग सम्बन्धित विषय छ, एउटा सामाजिक आर्थिक विषय छ। राष्ट्रियता र हाम्रो धर्म संस्कृति वा भनौँ हाम्रो चाहिँ राष्ट्रिय मुद्दा के हो भनेर भन्दा हाम्रो राष्ट्रिय अखण्डता आज कमजोर भयो, हाम्रा स्वाधीनता कमजोर भयो, हाम्रा चाहिँ विदेशीका चाहिँ भनौँ न दूतावासहरूबाट हाम्रो देशमा प्रधानमन्त्री नियुक्त हुन थाले, मन्त्रीहरू नियुक्त हुन थाले, विदेशीले भनेका अनुसार यहाँ संविधान बनाउने, विदेशीले भनेका अनुसार कानुन बनाउने, विदेशीले निर्देशन गरे अनुसार चाहिँ यो देश सञ्चालन हुने व्यवस्था सिर्जना भयो। त्यसकारणले हामीले यो देशको स्थायित्वका निम्ति राज संस्था सहितको प्रजातन्त्र भनेका छौँ। त्यो हाम्रो राष्ट्रिय मुद्दा हो, राजनैतिक मुद्दा हो। किनभने राज संस्थाले चाहिँ यो देशको स्वाधीनता, अखण्डता र आत्मनिर्णयको प्रतिनिधित्व गर्छ। हाम्रो संस्कृति, धर्म, कला, साहित्य, मन्दिरका जात्रा, परम्परा, गुठी संस्कृतिलाई रक्षा गर्छ त्यो संस्थाले र जुग जुगसम्म हाम्रो सभ्यताको मूल सुक्न दिँदैन राज संस्थाले। र प्रजातन्त्रले जनताद्वारा निर्वाचित मानिसले चाहिँ शासन गर्ने, जनताले नै निर्वाचित गरेका प्रतिनिधिले चाहिँ जनताका निम्ति शासन गर्ने एउटा उन्नत लोकतान्त्रिक प्रजातान्त्रिक व्यवस्थाको हामीले चाहिँ गरेका छौँ। र आज जुन ढङ्गले संघीयताका नाममा देशलाई विभाजन गरिएको छ, टुक्रा टुक्रा बनाइएको छ, जातका आधारमा, भाषाका आधारमा, लिङ्गका आधारमा मान्छेलाई विभेद गर्ने, मान्छेलाई विभाजित गर्ने र अन्तत्वगत्वा हाम्रो राष्ट्रियतालाई धुजा बनाएर सिधाइदिने प्रपञ्च गरिएको छ। हामी त्यसका विरुद्ध छौँ र सनातन धर्मको एउटा सापेक्ष मुलुकका रूपमा सर्वधर्म समभाव सहितको सनातन वैदिक हिन्दू राष्ट्र निर्माण गर्ने हाम्रो मुद्दा छ। त्यो भनेको हाम्रो राष्ट्रिय धार्मिक सांस्कृतिक मुद्दाहरू भए। जहाँसम्म सामाजिक र आर्थिक मुद्दाहरू छन्, आजको दिनमा सबैभन्दा ठुलो सामाजिक आर्थिक विभेद शिक्षा र स्वास्थ्यले गरेको छ। मान्छेले चाहिँ पैसा भएका मान्छेले बाँच्न पाउने, पैसा नभएका मान्छेले चाहिँ मृत्युवरण गर्नुपर्ने बाध्यता छ। तपाईँले गएर सरकारी अस्पतालतिर गएर हेर्नुहोस्, पैसा नभएका मान्छेहरू 4 चोटि रिङिकन त्यहाँनिर मृत्युवरण गर्न बाध्य छन्। पैसा हुनेले स्वास्थ्य सेवा पाइने, पैसा नहुनेले स्वास्थ्य सेवा नपाउने यो विभेद सिर्जना गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निःशुल्क शिक्षा र स्वास्थ्यको मुद्दालाई हामी बोकेर हिँड्छौँ। शिक्षा र स्वास्थ्य पैसा तिरेर लिने कुरा होइन।